दर्शन नमस्ते गाइस। कसम यो बहिनी यो सिस्टर जस्तै हाम्रो नेपाली जनता हुन्थे भने नि हाम्रो देशको झोलेहरूको यत्रो बढ्ने क्रम हुन्थेन के। एकचोटि उहाँ सिसको कुरा सुन्नुहोस्। उहाँले होइन हुन्छ नि कतिपय मान्छे आफ्नो पार्टीलाई बढी सपोर्ट गरेर आफ्नो पार्टीलाई नराम्रोलाई राम्रो भनेर पनि भन्ने अनि अर्को पार्टीलाई चाहिँ गलत भन्ने खालको कुराहरू गरिरहेको हुन्छ नि त। तर यो सिस्टरको मैले धेरै भिडियो हेरेँ होइन, एकदम जायज कुरा। हामीले नेपाली जनता भनेकै उहाँको जस्तै सोच भएको हुनुपर्छ कि कसैलाई काखा कसैलाई पाखा गर्नु भएन क्या, क्लियरिफाई गरिदिनु भएको छ क्या गाइजहरू। एकचोटि उहाँलाई हेर्नु, उहाँको भिडियो सुनौँ त, कति मजाको कुरा गर्नु भएको छ। उहाँलाई सेल्युट छ मेरो। फेरि पनि रवि लामिछानेले झुक्क्याउलान्। गरीब जनताको पैसा नठगेको बे रवि लामिछाने अहिले जेल पर्दैन थिए। तपाईले झुक्किनु भयो। तपाईले त तपाईको दमदार भाषणमा यो भन्नु पर्थ्यो। फेरि पनि प्रचण्ड आएर तपाईलाई झुक्क्याउन सक्छन्, फेरि पनि तपाईलाई केपी ओली आएर झुक्क्याउन सक्छन्, फेरि पनि तपाईलाई शेरबहादुर आएर झुक्क्याउन सक्छ। हेर